मलेसिया उड्न लागेका कलिलो युवाको तस्बिरले सामाजिक सञ्जालमा हजारौंको मन छोयो। खेल्ने र पढ्ने उमेरमै परिवारको जिम्मेवारीले विदेशिन बाध्य भए। यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको एउटा तस्बिरले हजारौं नेपालीको मन छोएको छ। दर्शकवृन्द, मलेसिया रोजगारीका लागि प्रस्थान गर्दै गरेका एक कलिला युवाको विमानस्थलमा भएको विदाईको दृश्यले धेरैलाई भावुक बनाएको छ। खेल्ने, पढ्ने र परिवारसँगै खुसीका पल बिताउने उमेरमै उनी आफ्नो परिवारको जिम्मेवारी काँधमा बोकेर विदेशिन बाध्य भएका छन्। घरको कमजोर आर्थिक अवस्था, देशभित्र रोजगारीको अभाव र बढ्दो महँगीका कारण उनी जस्तै हजारौं नेपाली युवाले आफ्नो भविष्यको खोजीमा विदेशी भूमिको बाटो रोज्नु परेको यथार्थ फेरि एकपटक यो तस्बिरले उजागर गरेको छ। आमा बुवाको बुढेसकालको सहारा बन्नुपर्ने उमेरमै परिवारबाट टाढिएर परदेशिनु कुनै पनि युवाका लागि सहज निर्णय होइन। दर्शकवृन्द, तर आर्थिक बाध्यताले धेरै नेपाली युवालाई यही बाटो रोज्न विवश बनाइरहेको छ। यो एउटा युवाको मात्र कथा होइन, देशभरका हजारौं परिवारको साझा पीडा हो। सामाजिक सञ्जालमा यो तस्बिर सार्वजनिक भएपछि धेरैले एउटै प्रश्न उठाइरहेका छन्। देशमै पर्याप्त रोजगारी र सम्मानजनक आम्दानीका अवसर कहिले सिर्जना हुन्छन्? युवालाई आफ्नै देशमा भविष्य देखाउने वातावरण निर्माण गर्नु, रोजगारीका अवसर विस्तार गर्नु र आर्थिक सम्भावना बढाउनु अहिले सरकार र सम्बन्धित निकायका लागि सबैभन्दा ठूलो चुनौती र नागरिकको प्रमुख अपेक्षा बनेको छ। युवाहरू बाध्यताले होइन, आफ्नै देशमा सम्भावना देखेर भविष्य निर्माण गर्न सकुन् भन्ने आम नेपालीको चाहना आज फेरि एकपटक यो तस्बिरले स्मरण गराएको छ।